धेरै वर्षपछि म आफू जहाँ जन्मेँ, जहाँ मैले सपना देखेँ, हरेक मान्छेको सपना देख्ने खाटहरू मलाई लाग्छ सबैको नेपालमा छ, यहाँ देख्नेहरूको होइन। अब हाम्रो धेरै ठाउँमा हामी जहाँ गयो भने त्यो सपना देखेका ठाउँ त त्यही नै हो हजुरको होइन। अब त्यो बाटोहरू त्यो सबै कुराहरू गर्दाखेरि त्यो कनेक्टिभिटीको हिसाबबाट म चाहिँ हजुरको एकदमै दिनभरि लाएर हिँडेर नागडाँडामा आएर, नागडाँडा भन्ने ठाउँ छ त्यहाँ आएर चाहिँ सानोमा हुँदा बुवा आर्मीमा हुनुहुन्थ्यो, गाडी देखाए मान्छे हुन त म इन्डियातिर पनि केही वर्ष बसेँ होला सानोमा, अब लाउरे हुँदा लानुहुन्छ त्यो मलाई याद भएन। अब मलाई पोखराबाट 1 घन्टा 10-15 मिनटमा पिच बाटोमा आफ्नो घरमा पुग्दाखेरिमा मलाई त्यो स्विजरल्यान्ड भन्न बढी लाग्यो तपाईँको। अब मान्छेले चाहिँ डिबेट गर्न सक्छ नेपालमा केही पनि भएको छैन होइन, तर धेरै भएको छ तपाईँको, त्यो डेमोक्रेसीकै कारणले भएको। कटाकटी यो मेरो परिचय नै अलि ढमिलो त होइन जस्तो पनि फिल भइरहेको हुन्छ। घर कहाँ हो भनेर सोध्यो भने चाहिँ अघ म किनेको यहीँ, तर मैले भन्छु म्याग्दी नै हो भनेर, म्याग्दीमा जन्मे हुर्केँ र म्याग्दीको भिरपाखामा गाउने गीतहरू अझै पनि मलाई याद आउँछ, कहिलेकाहीँ गुनगुनाउँछु है। कोही डोरी गाउने साथीभाइ भएमा डोरी पनि गाइदिन्छु।